हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी चाहिँ धरमपुर हाम्रो यहाँ कपिलवस्तुमा यहाँ कति बाणगङ्गा 10 हो कि कति समथिङ होइन, त्यहाँ चाहिँ फुटबल भलिबलको गेम भइरहेको छ। आज चाहिँ हामी चाहिँ जानेछौँ। हुन त कता न कता मौका चाहिएको थियो, कतै न कतै जाऊँ भ्लग गरौँ भनेर कन्टेन्ट चाहिएको थियो। तर कन्टेन्ट चाहिँ त्यस्तो त नभनौँ, राम्रो चाहिँ नभनौँ, तर आज चाहिँ धरमपुर भलिबल खेल्दैछ, म्याच हुँदैछ। अब चाहिँ हामी चाहिँ हिँड्दैछौँ। त यो अन्त के भनौँ र यार, अब त्यहीँ गएर आधी बाटोमा भेट्छ त्यो तपाईँहरूले। वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी चाहिँ धरमपुर हिँड्छौँ। के गर्नु भन्दाखेरि आज चाहिँ गेम त ठुलो नै कति हजारको त थाहा भएन, तर म्याच चाहिँ छ। भोलि चाहिँ फाइनल हो, भोलि पनि जानेछौँ। तर आज चाहिँ 2 दिनपछि हामी गयौँ, तर आज चाहिँ गएर हामी हेर्नेछौँ कस्तो छ गेम चाहिँ। त्यही हो, आज चाहिँ हाम्रो गायकर प्लस कलाकार एकदम मोस्ट पपुलर हाम्रो नाम श्याम राणा आउनुभएको छ होइन। उहाँलाई चाहिँ हेर्न जाने हो, भेट्न त त्यस्तै हो, अब हेर्न चाहिँ जाने हो। अब हेरौँ अब कस्तो के छ, रमाइलो छ भने त एकछिन बस्ने हो, रमाइलो छैन भने त आइदिने हो। पहिला त केटी हुँदा त हेरौँ त्यहाँको, हामी सुटिएर आयो भने भेटिनु पुग्ने हो। कहाँ हिँडेको? म नि त्यही हिँडेको, हिँड्न सक्ने राम। तर बिचमा केटाहरू भेट भइसकेको छ। Came out the same day as Kanye's. I made my best single. Came out and felt so great. कता राख्ने हो? पार्किङ चाहिँ कता राख्ने? हिँड राखिदिउँ। ल जाउँछ भिडियो गराउने। सो अब चाहिँ हाम्रो दिदीहरू यहाँ भेट भयो। ओ हेलो, वेलकम छ। सन्चै हो? खोइ त सङ्गम गरो। कहाँ हो तिमी? सुबन आएन? राति हो, म त 3-4 बजीतिर आउँछु। म गान्टे भएर यसलाई ह्यापी यार। उहाँले कालीगण्डकी स्याङ्जादेखि सहयोग गर्नुभएको छ। उहाँले पनि 5000, कपिलवस्तु हस्पिटालिटीबाट रु 5000। हेलो, म चाहिँ हामी चाहिँ यहाँ के भन्छ धरमपुर रमाइलो भलिबल के अरे कालिका कति हुँदैछ होइन भलिबल। हामी चाहिँ यहाँ आउँदैछौँ। मेचकुरी सबैतिर चुरी हामी चाहिँ पुरै
हामी चाहिँ टुरी घुम्न गएको अब हामीले आफ्नो बाइकहरू स्कुटी निकाल्छौँ अनि यसो ड्राइभ जानु पर्यो नि त त्यही भएर अनि देखाउनु पर्यो चट्ट लाएर ला बाइक निकालेको गराइदे अझै आएन मामफुले यार कति बेला आउँछ र त्यो सुनहरू लाउँछ नि त्यसले हरि धेरै सुन लाउँछ यार त्यो सुन हेरौँ भनेको त यार आउँदै आउने यार कति बेला आउँछ नि कति बेला आउँछ हेर नि ओ माइ गड डोन हो क्या अब डोन बिचरा मान्न हाँस्छ पनि सानो यो मान्छे जो पनि हाँस्छ बे मा कसलाई के देख्यो कस्तो घाम लाग्यो कति यहाँ केटाहरू हाँसेको हाँसै भए कता रे घाम तर मिक्स भयो घाम चाहिँ मिक्स भयो जस्तो देखेको थियो कि घाम चाहिँ हल्का मिक्स भयो जस्तो देखेको थियो त्यो चाहिँ के हो मिलेन है हामी डुले बस्ने ठाउँै पाएनौँ नि हामीले यार ल कहाँ बस्ने यहाँ बस्ने कि कहाँ बस्ने चौपारी ल हामी डुले भयो 4 राउन्ड लगायौँ क्या हामीले 4 राउन्ड लगाइसक्यौँ यही वरिपरि डुल्ले माम बोले 4 राउन्डमा के हेर्न पाइयो बडा मजाले कहिले खरबुजा हेरे कहिले घाम हेरे घाम त माथि लान्छ तल पो झरे रहेछ घाम त हामीले ठाउँ नपाएर खोजै ठाउँै पाइए छैन अब यहाँ प्रतिछालामा बसौँ भनेको मामाहरू हन् अब आफ्नो बाइक त्यस्तै टुर मोडिफाइड छ त्यही भएर यहाँखेरि यो कसको साथीको जस्तो बाइक लाग्यो तर होइन क्या साथी यो चाहिँ हाम्रो सालोको बाइक जस्तो लाग्यो धेरैजा त त्यस्तै सालोकै हो सालोकै रहेछ सालोले नयाँ सालोले हल्का बनाउन पर्ने रहेछ ल हामी एकैछिन बस्छौँ अहिले श्याम राणा आइसी देखाउँछौँ श्याम राणा आइसी ल एकैछिनलाई ल कट विशाल त हरा यार ओ घाम आइज यता ओ हेलो फ्लास बनाउनु फ्लास ओ श्याम राणा हो क्या हाम्रो श्याम राणा आइसकेको छन् केटा अब हेरौँ सुन हेर्न जाऊँ मान्छेलाई त नहेरौँ सुनलाई हेरौँ मैले छोप्दैन किन्ने छोपेन सत्तर लाग्यो है अहिले त श्याम राणा हाम्रो आइसकेका छन्
यस्ता त्यसैलाई हेर्न हाम्रो स्याम राणाज्यू आइसक्नु भएको छ र हल्का केटाहरूलाई जुम गरेर देखाइदिउँ स्याम राणा सुन हेर केटा सुन ए सुन त आज स्याम राणा लाएर हिँड्छन् यार ल सुन हेर केटा सुन ए सुन हेर सुन सुन त्यही यो हेर्नुपर्ने अरू केही नहेर्ने गाना त्यो श्याम राणाको गाना त्यस्तै हो गाई सुन हेरेर चित्त बुझाउने हामी चाहिँ हामी त्यही हेर्न आएको यसो कानको सुन एउटा दिए त हुने कालेले चिन्दैन न बाले होइन कालेलाई यार देखे जस्तो लाग्यो नै यार सेक्युरिटी भएन यार के हो यो यार कसैले चिया दियो न यार भएन यार निभाएर आउनु हाम्रो श्याम राणा ज्यू भित्र स्टेजमा जान लाउनु भएको छ यस्तो फ्यान त कहिले होला यार एक न एक दिन गराउँछु क्या मैले फ्यान यतिको चाहिँ हुन्छ एक दिन आज छैन भोलि त होला जर्नी स्टार्ट छ केटा हो यतिको फ्यान त गराउनु पर्यो नि ल ताली बजाइदिउँ यस्तै हो नदेखि कहाँ गयो काले कालेमा ए रातिमा किन हराउँछस् क्या दिनमा नहराइने ल के भन्नु अरू त देखि गीत गाएको आज पनि गीत गाउनै भनेर आएको छु मेरा स्टार मिस्टर ब्रदर सिस्टर कोही स्याङ्जाबाट कोही गुल्मीबाट कोही बागलुङबाट ए तराई नै जानी ए उहाँ के भन्छ अगर 4 नम्बर भित्र त यसै फाँट जग्गा छ गरे जे रोपे त्यही फल्ने भनेर ऊ बेला 20-25-30 वर्ष अगाडि आउनु भएको जित्नु भयो र आज खाली थियो त्यही भएर स्टेजमा रहने ढोकने बिजनी व्यक्तिहरू सबैप्रति सम्मान छ हाम्रो कालिका क्लबले आयोजना गरेको यो 17औं कप खुल्ला पुरुष भलिबल प्रतियोगिता अब समापनतिर जाँदैछ भोलि समापन अन्तै केही भन्नुहुन्छ त्यसपछि मेरो बोली नै राम्रो अब चाहिँ हामी चाहिँ पछि हिँडेको तर पालै देखेनन् तिमीले मैले चाहन्न हिँड्ने हो कि हिँड्ने पटपट गरिदिएको होइन कालेमा उता हराएरमै हराउँछ माथिबाट लिएर हिँड्नै मन लाग्छ अस्ति मेलामा नै थियो के भन्न चाहन्छस् म केही भन्न चाहदिन ल कालेमा गए लौजा हिँड्दै घर जान्छ टोली एक्सचेन्ज गरेर कालेले अहिले आएरमा छोड्दै अहिले भेटाइन्छ हिँड केही हुन्न सो हेलो गाइस अब चाहिँ हामी होइन श्याम राणाले गीत गाउँछ भनेको गाउँदै आएन तर होइन अहिले गायो भने छैन यार नाच्नलाई त्यस्तै हो एक्लै अब के गर्नु कोही छैन यसो पछाडिको केटीहरूलाई चान्स हालिरहेको मैले चाहिँ त्यो टिममा हान्छ नि यस्तो तानेर त्यस्तो उहाँ पुऱ्याइदिनु सातो भयो यता हिँड तिमी भयो यता नहिँड तिम्रो गर लायो जस्तो तिमी बिहा गर्नु पर्यो नि पहिला यसोमा होइन बुझ्नु पर्यो नि
एउटा यस्तो क्या यहाँबाट हजुर के भन्न चाहनुहुन्छ यति धेरै जङ्गल छ जहाँ पनि हुन्छ यो पोल्युसन थोरो गराउनु हुँदैन यहाँ टोइलेटको कमी भयो टोइलेट यसो बनाइदिन पर्यो है टोइलेटको कमी भयो यहाँ बनाइदिन पर्यो कहाँ हो क्या अहिले म्यासेजमा थाहा पाउँछौ अहिले मलाई घर जानु मन लागिसक्यो रङ टोइलेट आइसक्यो घर जान बाँकी छैन यार केटा हो यार काले आहा होइन केटा के हो क्या अब चाहिँ एकैछिन पछि बसेर जाने हो होइन उता देखाउनु पर्यो रे देऊ म गएर विशाल सन्चोस अब चाहिँ हामी चाहिँ एकछिन बसेपछि हामी घर जान्छौँ भने केटा हो र त्यही हो यहाँ टोइलेट आइसक्यो टोइलेट जान नि सकेको छैन अल्छी लागेर यार केटीहरूले बोलाउँछ हामीलाई त कहिले कसैले बोलाउँदैन यार केटीहरूले यार अब एकैछिन पछि हामी जान्छौँ त्यही हो अल्छी लाग मलाई त एकदम भोक लाग्यो कि साला यहाँको खाम भनेमा एकैछिन खाने बित्तिकै हरै पेट दुख्छ यार हो कि अब घर जान भोट भन्छ यो काले हेर उहाँ बस्यो आमा साला एक्लै हामीलाई धोका दिए कालेले एक्लै बस्यो हामी चाहिँ अब एकैछिन बस्छौँ अनि जानेछौँ केटा हो होइन लास्ट त्यो अँधेर पनि भयो साला कहाँ साला ढकाल्छु यार मलाई यार साला मैले फु गर्ने त बस्नु हेलो गाइस अब चाहिँ भ्याइयो अब त्यही भन्दै लाइक एन्ड सब्सक्राइब गरिदिनु होला यस्तो धन्यवाद